हिजो बालनजीले होइन ग्रेटर नेपालको नक्सा भित्तामा राखेको अब ल्याउनु पर्यो नि ग्रेटर नेपाल। त्यसले गर्दाखेरि बालनजीलाई के सबैजनाले भन्नु पर्यो भने प्रधानमन्त्रीको पछाडिपट्टि ग्रेटर नेपालको नक्सा लागोस्, लिपुलेर र कालापानी फिर्ता होस्, एसपीपी पास नहोस्, आइपीएस पास नहोस्, 15औं दलै लामा यहाँ जन्मिउन्। भ्रष्टाचारलाई त जति कारबाही गर्नुहुन्छ गर्नुहोस्, अब मलाई त केही पनि छैन, म त केही गरेको पनि छैन। मलाई पनि लगेर कारबाही गर्नुहुन्छ भने गर्नुहोस्, भेट्नुभयो भने होइन। अब ऋषिजीले त भेटिहाल्नुभयो यसपालि। अहिले आएर म तपाईँहरूसँग यहीँ भन्नुहुन्थ्यो, रौतहटमा पनि त्यही भन्नुहुन्छ फेरि गएर। अब ऋषिजी तपाईँले बुझ्नुभयो नि, उखु बोक्दा पनि काम लागेन, जुलबी हाल्दा पनि काम लागेन। काम लागेको त कति दुखी मान्छे, कति दुखी मान्छे। उखु पनि बोक्दैछ, रुपी पनि छ, बिउ पनि काट्दैछ, एक एक भोट दिएछ, चटपटे पनि बनाइदिएछ, अँगालो पनि मार्दैछ, चुम्मा पनि खाइदिएको छ। हेर्नुहोस्, राम्रो काम गरे मान्छेले राम्रो काम गरेको भए सुनिल शर्मालाई भोट दिइहाल्थ्यो नि। त्यो गणेश कार्की कहाँ गएर जित्यो। अब अहिले त्यहाँका मान्छेहरू हुँदैछन्, 100वटा एम्बुलेन्स माडिदियो मान्छेले। यो देशमा बोल्ने मान्छे भनेको एउटा दुर्गा परसाई छ, सत्य थामेको भनेको एउटा सर्वोच्च अदालत छ श्रीमान।